ल साथीहरु, आज माघको 10 गते जनवरी 24 2026 शनिबार। आज हाम्रो कामना टोलको समाज पिकनिक खानलाई आएको। यो कालिका डाँडाबाट अझै अरु माथि अल्कुट डाँडामा आएपछि देउमादी अथवा कोहीले देउमादी भन्छ, देउमादी भन्ने डाँडा। यो टावर टिभी रेडियोको हल्ला जस्तो लाग्यो। यो जहाँसम्म मलाई लाग्छ सिग्लेस गाउँबाट पनि देख्छ होला हेर्दाखेरि। यो अहिले म यहाँ देउमाडी डाँडामा आएको छु। यो तल यो बेगनस ताल यसरी धमिलो भएर नदेखे पनि यता यो ठुलो कोट देउमाडी डाँडा, त्यो अलि तल यो कालिका डाँडा, तल पोखरा ढाडभाँसी यसरी आँटेघर छाचु सबै सिग्लेस माथि हिमाल सबै देख्दो रहेछ। तर अहिले मौसम क्लियर छैन। यो भाषामा कालिका डाँडादेखि अलि माथिको देउमाडी डाँडा। यो टावर सिग्लेसबाट पनि देख्यो जस्तो मलाई लागेको थियो। ल अहिले म यो टावरको जरामा आएको छ। कालिका डाँडादेखि माथि देउमाडी डाँडाको टावर यो सिग्लेसबाट पनि देख्यो जस्तो लाग्थ्यो मलाई। ल यो टावरको जराइमा यो लाली गुराँसको बोटहरू पनि निकै छ। यो निगालो कामुमो तिते निगालो पनि छ। यो डाँडामा यो टावर भएको डाँडाबाट तल पूर्व साइडतिर फर्क्यो भने बेगनस ताल, फेरि यसको पछाडि फर्क्यो भने हाम्रो गाउँबाट आएको मादी यो भैँसीबाट हुँदै सबै भैँसीबाट हुँदै यो नदी फेरि उता गएको छ। यो कन्दनी डाँडा देउमाडी डाँडाले छेकेर फेरि अलि उतै फर्केर गएको जस्तो देखिँदो रहेछ हाम्रो मादी खोला। यो अचम्मको लाग्यो के अरे बेगनस तालको शिर। अब यो डाँडाबाट मूल फुटेर खोला गएको पनि छैन। हिमाल लेखको बाट आएको खोला त्यहाँ मिसिन गएको पनि होइन। त्यही कुनातिर फुटेको मूलहरूले हिउँदो पनि त्यत्रो बेगनस ताल बन्दो रहेछ भन्ने छक्कै लाग्यो। देउमाडीको टावर डाँडाबाट हाम्रो भैँसे हुँदै आएको हाम्रो मादी घपुचेबाट आएको खोला मादी।